नमस्ते हेलो एभ्रिवान सबैलाई शुभ बिहानी अहिले बिहानको ठ्याक्क 6 बजेको छ है 6 बजिसक्दाखेरि हाम्रो यो बिहानको मिरमिरे उज्यालो सँगसँगै यो म चाहिँ यो म्याक्स कुमार र प्रिन्स कुमारलाई लिएर बिहानको वकतिर बिहानको यात्रामा निस्केको छु है। बिहानै घरबाट निकालेपछि यो दुइटै यति रमाएर हिँड्छ कि अब खुला भएर हिँड्दाखेरि स्वतन्त्र महसुस गर्दै आनन्द हुन्छ उनीहरूलाई। विशेषतः भन्नुपर्दाखेरि चाहिँ यो हाम्रो घरपालुवा कुकुरहरूलाई चाहिँ धेरै बाँधेर राख्दाखेरि पनि अलिकति उनीहरूको खुलापनमा बन्देज हुन्छ। त्यसपछि धेरै बाँध्दाखेरि उनीहरूको नेचरमा पनि अलिकति एग्रेसिभ हुने अलिकति तनाव हुने त्यस्तो देखेको छु मैले चाहिँ। त्यसैले अब जब हामीले मजासँग खोलिदिन्छौँ नि खुला रूपमा यसरी हिँडाउँदाखेरि चाहिँ यिनीहरूले यतिसम्मको स्वतन्त्र महसुस गर्छ कि आफ्नै दुनियाँमा रम्दै उनीहरू चाहिँ मजासँग जस्तो हाम्रो प्रिन्सलाई म्याक्सले चाहिँ सानैदेखि सिकाइरहेको छ अरे अब कसरी हिँड्ने कसरी दौडिने कस्तो ठाउँमा कसरी चाहिँ खेल्ने कसरी चल्ने भन्ने कुरो सबै सिकाइरहेको छ अरे म्याक्स कुमारले है। अब राति पनि सँगै बस्छ मजाले अलिकति त्यो हड्डीहरू खाने बेला मात्र चेतावनी दिइरहेको हुन्छ म्याक्सले, नत्र अरू बेला चाहिँ म्याक्स कुमारमाथि यही प्रिन्स नै हाबी छ अरे। अब हेरौँ पछि गएर अब यो दुइटाको जोडी कतिको हुँदै गर्छ। ठुलो हुनेसम्मको भिडियोहरू पनि अपलोड हुँदै नै छ अरे, तपाईँहरूले मजासँग हेर्न सक्नुहुन्छ। यो हाम्रो भोटे कुकुरहरू चाहिँ धेरै बाँधेर घरमा खाना मात्र दिएर राख्दाखेरि पनि यिनीहरूको शरीर यिनीहरूको चाहिँ स्फूर्तिहरू अलिकति कम नै हुन्छ। त्यसैले यसरी बिहान बिहान उनीहरूलाई बिहान बेलुका सकेसम्म यस्तो खुला क्षेत्रतिर उनीहरूलाई डुलाउने घुमाउने गऱ्यो भने यसले चाहिँ उनीहरूको स्वास्थ्यमा एकदम स्वस्थ हुन मद्दत पनि गर्छ अनि उनीहरूको ज्यान पनि मेन्टेन हुन्छ। अब कतिले भन्छ अब यो भोटे कुकुर यो कुकुर चाहिँ मोटो हुनु पऱ्यो बाक्लो हुनु पऱ्यो भन्ने हुन्छ। मोटो र बाक्लो भन्दा पनि यस्तो चाहिँ पर्फेक्ट शरीर अनि पर्फेक्ट ज्यान चाहिँ बनाउनुपर्छ कुकुरहरू, ताकि अब एकदम स्फूर्ति अब नथाक्ने स्टामिना चाहिँ मजासँग हुनु पऱ्यो। एउटाले एउटा खोजिरहेछ क्या यिनीहरूतिर। बिचरा म्याक्सले फेरि सानो भाइ आएन भने खोजिरहन्छ नि, खोजिरहन्छ कुदी अब फेरि के जोस चल्छ फेरि अब जाँदा 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 बाटोमै फेरि यसले चाहिँ उसको त कामै फेरि बाटो हिँड्दैन फेरि बाटो मुनि बाटो माथि है। यसरी हिँडेपछि त बिचरा त्यो सानो प्रिन्सलाई त धेरै गाह्रो हुन्छ। त्यो पनि कम छैन फेरि, तर म्याक्स चाहिँ यो जत्रो हुँदाखेरि चाहिँ यतिसम्म तागतिलो र फुर्तिलो पनि थिएन, यो यसरी हिँड्ने पनि थिएन। तर अहिले चाहिँ यो प्रिन्स चाहिँ सानैदेखि एकदम एक्टिभ छ। उसलाई सिँढी उकालो ओह्रालो सरोकारै हुँदैन बिचरा। म्याक्स जहाँ गयो त्यहीँ गइरहेको छ।
पछि लखट्दैमा हैरान बनाउँछ त्यसले। भिर पाखा पखेरा जस मेरो पनि चाहना त्यही हो। यो प्रिन्सलाई चाहिँ म्याक्सले यो सबै कुराहरूले बाल्यकालमा सिक्न नपाएका कुराहरू सबै यसलाई सिकाओस्। अनि कहीँ कतै हामी वन जङ्गलतिर गाईबस्तुहरू हेर्न जाँदाखेरि अथवा भ्रमण जाँदाखेरि सँगै लाँदाखेरि चाहिँ मजासँग आफ्नै सुरमा आफ्नै तालमा चाहिँ हिँड्न सकोस्। पर्फेक्ट एउटा प्रकृतिसँग चाहिँ खेल्न सकोस् भन्ने उद्देश्य हो क्या। अब सायद यस्तै तरिकाले गयो भने पक्कै पनि हुन्छ होला। हाम्रो प्रिन्स कुमार आऊ म्याक्स, म्याक्स आऊ, हजुर आऊ म्याक्स आऊ, ल प्रिन्सलाई लिएर आऊ त, आऊ छिटो आऊ, आऊ तल म्याक्स, तल छिटो तल आऊ भने। म्याक्सी खोइ प्रिन्स है, ल आऊ आऊ प्रिन्स आऊ 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 आऊ। त्यो यता छ है। अब म्याक्सले यता यता माथि माथि लगेर प्रिन्सलाई बिचमै अल्पत्र गरिदिएको छ। अब यो प्रिन्स बिचरा कहाँ जाने? ओइ प्रिन्स कहाँ जाने हो त? दाइसँग जाने हो? ल ठिक छ। अब हेरौँ उतापट्टि आउन सक्छ कि सक्दैन क्या। म्याक्स त्यहाँ पुगिसक्यो। अब प्रिन्स माथितिर छ। अब गुल्डेला भन्ने डर भइसक्यो। अब यसले अनेक किसिमको बाटो लगेर बिचरा सानोलाई खतमै बनाउने हो। खोइ आउँदैछ बिचरा, त्यो पनि हेर्नु पुरै आउँदैछ है यस्तोमा। अब बच्चैदेखि यस्तोमा छाड्यो भने चाहिँ पक्कै पनि यो स्फूर्ति हुन्छ कि। यो सधैँ बाँधेर त्यो घरको वरिपरि मात्र घुमाउँदाखेरि पक्कै पनि त्यो त्यति साह्रो एक्टिभ हुँदैन के अरे। अब यसरी छाडिदियो भने चाहिँ अब उसले मेरो मतलब पनि छैन, उसलाई खालि म्याक्स कुमारकै चासो छ है। त्यसले फेरि कहाँ गएर फेरि घोप्टाएर फेरि पछारे गर्छ त्यसले, फेरि पनि त्यतै जान्छ। यिनीहरू दुइटा त अब घर नपुगेसम्म दौडे हो। ऊ तल माथि माछा पोखरी पुग्दाखेरि एकछिन त्यहाँ आराम हुन्छ, त्यसपछि फेरि उकालो दौडे यो दुइटा। काम यस्तै छ। म्याक्स कुमार र प्रिन्स कुमारको बाल्यकाल बिताउने ठाउँहरू। म्याक्सले त बाल्यकाल पार गरिसकेको छ। अब हाम्रो प्रिन्सको बाँकी छ के अरे। अब बिचरा म्याक्सको पालामा त उसँग यसरी खेल्ने, उसलाई डोर्याउने कोही पनि थिएन। अब अहिले प्रिन्सलाई चाहिँ म्याक्स ठ्याक्क एउटा बाबा जस्तै भइरहेको छ। धर्मबा नै भनिदिनु भयो। यसले राम्रो भूमिका निर्वाह गरिरहेको छ। हावा त्यो उडेको चरा समार्न खोजेर हुन्छ भने क्या तैँले। हेत्तेरी उडेको चरा पछि नि लाग्छ यार। दिमाग छैन क्या तेरो। उडेको चरा समार्न सक्छ तैँले? हावामा दौडिन्छ।
जस यो भोटे कुकुर पालन पोषण संरक्षणमा म त्यति पर्फेक्ट त छैन, फेरि पनि एउटा केही कोसिस गर्दैछु एउटा भोटे कुकुरसँग मिल्ने वातावरण अनि भूगोल हावापानीमा लोभ हुन लाग्यो भोटे कुकुरलाई चाहिँ केही संरक्षण गरौँ, विकास गरौँ भन्ने उद्देश्यले लागिराखेको मात्र हो। अब जहाँसम्म मैले म्याक्स कुमारलाई चाहिँ सानोदेखि अहिले 16 महिनाको हुनेसम्म पाल्दाखेरिको अनुभव अनुसार यिनीहरूलाई चाहिँ यसरी बिहान बेलुका सक्दो हामीले अल्छी नमानिकन अलिकति नजिक यात्रा होइन कि अलिकति टाढाकै यात्रा गरायो भने यिनीहरूले चाहिँ एउटा खुसी हुने रम्ने यो एउटा धेरै उनीहरू दौडिन पाउँदाखेरि उनीहरूको शारीरिक विकास पनि धेरै भएको देखेको छु। यो जस्तै अब दौडिँदाखेरि तन्किँदा यसरी घरबाट टाढा अलिकति लामो दूरीमा चाहिँ यिनीहरूलाई यात्रामा लाने गर्दाखेरि यिनीहरू रम्दै खेल्दै कुद्दै गर्दाखेरि यिनीहरूको शारीरिक विकासमा धेरै मद्दत पुग्ने रहेछ जस्तो मैले अनुभव गरेँ। जस्तो कि अब धेरै कुद्दाखेरि यिनीहरूको चाहिँ ज्यानहरू लामो हुने, त्यसपछि उफ्रिँदाखेरि अलिकति ज्यानहरू चाहिँ अलिकति माथि तन्किने भएको जस्तो चाहिँ मैले महसुस गरेँ। अब यथार्थ हो होइन, सत्य हो होइन, त्यो त म पुरै भन्न सक्दिनँ होइन, तर जस मेरो अनुभवमा है, अब सबैको अनुभवमा सबैको प्रयोगमा यस्तो नहोला। म्याक्स जस्तै प्रिन्स पनि यस्तै होस् भन्ने चाहिँ हाम्रो चाहना। अब हिजो यहाँ यत्रो बाँदरको ग्रुप थियो के अरे, त्यो बाँदरको ग्रुप चाहिँ म्याक्स कुमार एक्लैले दबाई भ्यायो। अब म्याक्स उता नजा, म्याक्स ओइ प्रिन्स यता यहाँ ऊ म्याक्स आयो म्याक्स आयो म्याक्स आयो आऊ त ल आऊ। म्याक्स भित्र छु। गेट लगाएन भने फेरि खेतमा बस्नु जान्छ नि राजा। यो चाहिँ हाम्रो म्याक्स कुमार बाल्यकाल हुर्किएको ठाउँ है। यो मेरो अहिलेको अर्ग्यानिक ट्राउट फार्म। यहाँ चाहिँ मैले पुरै ट्राउटहरू खुला रूपमा छाडेको छु के अरे। अब यो दुईटाले चर्तीकालाई देखाउँछ। अब यहाँ खेल्ने ठाउँ मजा आउँछ, खुल्ला ठाउँमा है। म्याक्सले मजाले सिकाउँछ, यस कलाहरू सिकाइरहेको छ। अलिकति सिकाउँदाखेरि अब पछार्ने र लछार्ने गर्दाखेरि अलिकति प्रिन्सलाई दुःख छ, गाह्रो छ नि। अब यति कलिलोलाई अब यत्रो ठुलोले ज्याप समातेछ, थिचेछ, पछारेछ। तर यो सबै क्रियाकलापले चाहिँ यो ऊ आफैले राम्रो हुन्छ है। बल्लै बल्ल बनाइछ यसलाई बिचरा। गर्ने नि त्यो किन त त्यो खनेको यति बिचरा। गाउँ चाहिँ ऊ त्यो माथि है, ऊ त्यो माथि डाँडामा उता देखिरहनु भएको छ नि, त्यहाँ हो। म चाहिँ आउँदाखेरि त्यहाँदेखि यस्तोरी गएर राउन्ड हाने।
यही क्षेत्रमा आएपछि मजासँग खेल्छ म्याक्स प्रिन्स सबै दुइटै प्रिन्स पनि पुरै सिक्दैछ यसैमा यहीँ छ डाँडा काँडा खोला नाला है खाल्डा खुल्टी सबै यहीँ भएपछि अब मजाले सिक्ने मौका पाइरहेको छ जिन्दगीमा अब सायद पक्कै नै सिकेर राम्रै बन्छ होला यसले अब म्याक्सको कामै छैन उसँग त्यही भएर खेल्ने कुकुर नै पाउँदैन हो यस्तै गर्छ हो त काम छैन नि वास्तवमा भन्ने नि है आफूभन्दा सानोलाई मजाले दुख्ने गरी टोकिदिन्छ अनि कहाँ हुन्छ काम छैन क्या त यो चाहिँ हाम्रो ट्राउट फार्म है यो म्याक्सलाई पालेदेखि यो ट्राउट फार्म पनि बिस्तारै स्टार्ट गरेको हामीले अर्ग्यानिक ट्राउट फार्म व्यावसायिक हिसाबले त गरेको छैन अहिले पर्सनल युजको लागि मात्र भइरहेको छ अब यो हुँदाखेरि चाहिँ म्याक्सलाई लिएर बिहान अथवा फुर्सदको समयमा यहाँ आउँदै गर्दाखेरि अब माछाको हेरचाह पनि पुग्ने म्याक्सको हेरचाह पनि पुग्ने अनि सबैभन्दा मुख्य कुरा अब आफैलाई आफ्नो स्वास्थ्यको लागि पनि एकदम स्वस्थकर हुने है यो म्याक्सहरूसँग मजाले यसरी गाउँदेखि अलिकति टाढा यसरी यात्रामा निस्किँदा वकमा निस्किँदा आफू पनि स्वस्थ हुने फुर्तिलो हुने भएको कारणले गर्दाखेरि आफू स्वस्थको लागि आफ्नो स्वास्थ्यको लागि भए पनि भोटे कुकुर चाहिँ पाल्नु हुन सबैलाई अनुरोध गर्दछु है आनन्द छ क्या टेन्सन फ्री हो प्रगति सँगसँगै प्रगतिकै लागि बनाएकै वस्तुहरूसँग खेल्दाखेरि कति आनन्द छ अब गयो हिरो डन उसलाई मतलब छैन जहाँ पनि गइदिन्छु यहाँ के छ थाहा छैन मरा म्याक्सलाई बिचरा उसले लछारी हाइरन पारिछ म्याक्सले चाहिँ प्रिन्सलाई माछाहरू सब इतर बितर गरिदियो उसले यो चाहिँ तपाईँहरू कतिजनालाई चाहिँ मेरो युट्युबहरू फेसबुक हेर्दाखेरि चाहिँ याद छ कि छैन सानो म्याक्स चाहिँ यहाँदेखि माथि गइसकेको थियो के अरे पछि म लुकेर बस्दाखेरि चाहिँ मलाई हेर्न आएको ठाउँ हो म्याक्स कुमार अब अहिले त के खाँचोले हेर्थ्यो होइन अब जवान भइसकेको छ अब यो सानोले बिचरा सिकेछ कि सिकेछैन खै फेरि पनि आज पनि ट्राई गर्छु कस्तो हुने रहेछ आउँछ कि आउँदैन हेरौँ न तर आउँदैन जस्तो लाग्छ मलाई किनभने अहिले त उसँग खेल्ने साथी पनि छ भाइ पनि छ यही ठाउँ हो म्याक्स कुमारले मलाई चाहिँ फर्केर लिन आएको ठाउँ अब यसपालि आउँछ आउँदैन हेरौँ न आउँदैन जस्तो लाग्यो खोइ त आएन आएन नि यत्रो बेर भइसक्यो खोइ आएको छैन अब आउँदैन होला पक्कै पनि कहाँ गइसक्यो होला यस्तो छ आएन यो कता गइसक्यो जस्तो छ कि
यसलाई कुर्नु बेकार जस्तो लाग्यो हेरौँ कहाँ पुगेछ छैन खोइ यहाँतिर कहीँ छैन रे यहाँ मस्तै खेलिरहेको रहेछ नि किन आएन भनेर यहाँ भुल्ने चिज पाएको रहेछ यिनीहरू दुइटै सानोसँग खेलिरहेको रहेछ बिचरा अब यसलाई बाँधिहाल्नुपर्छ सँगले अब गाउँ पुग्ने बेला हुनु लाग्यो अब बाँधेर लगेन भने फेरि गाउँको मान्छेहरूले तर्साउने डराउने हुन्छ ए किन नआएको त तल म्याक्स ए म्याक्सी प्रिन्सलाई लिएर आउनु पर्दैन मलाई लिन यस्तो हावा मलाई लिन किन नआएको त ए केटा अब यसलाई बान्नुपर्छ अब यो अब धेरै घुमेको छ ल म्याक्स त बान्नुपर्छ है ओइ हेर्न यहाँ म्याक्स छ हान्छु फेरि अहिले अच्छा ओइ 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 म्याक्स हेर्न यो म्याक्स यहाँ बस 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 हेर्न यो नटेर्यो हानौँ ढुङ्गा हानौँ यस्तो अटेरी छ यो चढ्न नसकेर हेर्न बिजय म्याक्सको पछि लहटेको बिचरा यत्रो ढुङ्गा कहाँ चढ्न सक्छ त उता जाने होइन अब माथि जाने दाइस है आउँछ कि आउँछ म्याक्स आउँछ भने त्यो अब भित्र पसिसक्यो अब कहाँ तँलाई कहाँ कुर्छ त हो केटा म्याक्स तल ओइ तल छ के न जङ्गल गएर केही समातेर ल्याउने त होइन फोकटमा घुमिरहन्छ ओ डन म्याक्स तल माथिदेखि आयो आउँदैछ यो के समातेर ल्यायो त ए म्याक्सी कति नै उसले काली चाहिँ समातेर ल्याउला जस्तो भित्र पसिन्छ मलाई यहाँ भेट्नेवाला केही पनि छैन ऊ त फेरि उद्देश्य के लिनु उडी छुनु चन्द्र एक भने जस्तो हो नि फेरि हाम्रो म्याक्स त फेरि पुरै उसले गुड्ने हिँड्ने जनावरहरू ताक्दैन फेरि उसले उड्ने चरा मात्र ताक्छ फेरि उद्देश्य ठुलो छ उपलब्धि 0 म्याक्स प्रिन्स र म यहाँदेखि जान्छौँ बाटो हाम्रो म्याक्स कुमार त अब चराको पछि लागिसकेको छ अब यो चरा समातेर आउला कि नआउला त्यो अहिले भेटेपछि थाहा हुन्छ यस्तो छ है बाटो यस्तो छ अब म्याक्स कुमार यो डाँडामा पुगिसकेको छ पुरै अब यो डाँडै भएर माथिको मिड पोइन्टमा चाहिँ हामी भेट हुन्छौँ अब पक्कै पनि त्यो खाली मुखै आउने हो सामान्य के होइन अब भुइँमा हिँड्नेलाई तागे पो समात्न सकिन्छ त्यो आकाशमा उड्नेलाई ताग्छ कहाँ सक्छ होइन यस्तो जङ्गल चिरेर आउँछ त्यो अब म्याक्स आइसकेको छ अब बिचरा प्रिन्स म्याक्सलाई खोज्दै हिँडिरहेको छ बिचरा उसले मलाई वास्ता पनि गरेको छैन आफ्नै धर्म बाबालाई खोजिरहेको छ उसले म्याक्स कुमारलाई
म्याक्स कुमार चाहिँ निष्ठुरी आफ्नो छोरो छोडेर कहाँ हिँड्ने है घन्टीको आवाज मात्रै आइरहेछ ओए म्याक्स ओए म्याक्स म्याक्स अब यसलाई चाहिँ बाँधिहाल्नुपर्छ बाँधेन भने फेरि यसले कहाँ जान्छ जान्छ भरे अलिकति जाँड खाएको अलिकति उसलाई मन नपर्ने टाइपको अलिक खराब जस्तो देखिने व्यक्तिहरू भेट्यो भने चाहिँ झम्टिहाल्छ त्यही भएर सावधानी अपनाउनु पर्छ भने नि यो मुख खाली हो भनेर ठ्याक्कै ल्याउनु छ धेरैले अब हामी पुरै यो गाउँ एक राउन्ड लगाएर अब गाउँ पुग्न लागिसकेको अवस्था छ अब चाहिँ सम्म बाटोमा आइपुगेको छ अघि ओह्रालो अघि उकालो त्यसपछि सम्म है म्याक्ससम्म छ अब म्याक्स है म्याक्स ए ल ल है म्याक्स पक पक ल ल ल ल ल ल पक 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 यो रे हाउडे हुने न पक न किन त तल थर्काउनै पर्ने हो त्यस्तो हावा हुने होइन नि भनेको मान्नु पर्दैन अब गाउँ पुग्न लाग्यो हामी है बिचरा प्रिन्स कति रमाएको छ होइन हलगोरु जस्तरी हिँडिरहेछ मजासँग है ह्याप्पी ह्याप्पी जाउँ जाउँ हाम्रो घट्ट खोला यो चाहिँ म्याक्सको मुख धुने ठाउँ है आज चाहिँ म्याक्सको मुख धुँदैन किनकि अब मेरो हात खाली छैन एउटा यसलाई तान्दैमा हेर्नु छ एउटा चाहिँ क्यामेरा बोकिरहेको छ त्यसले गर्दाखेरि म्याक्सको मुख धुँदैन आज अब यिनीहरू त्यही चिसो पानी खान्छ अनि घर जान्छ है हाम्रो घट्ट खालि यहाँ आएपछि एकचोटि लडीबुडी खेल्छ यो अलिकति हिलो हिलो जस्तोमा यो चाहिँ यो किन खेल्ने गर्छ कारण किन होला त्यो चाहिँ मैले पत्ता लगाउन सकेको छैन कसैलाई थाहा छ भने विचार कृपया भनिदिनु होला है किन किन चाहिँ यस्तो हिलो हिलो टाइपको माटोमा चाहिँ लडीबुडी खेल्न खोज्छ सायद ज्यान गर्मी भएर हो कि चिलाएर हो कि यस्तो छ है हाम्रो म्याक्स र प्रिन्स कुमारको राज्य छैन छैन केही छैन तेरो दुश्मन छ भनेर हेरे होला यहाँ तेरो दुश्मन जाडो महिनामा मात्र हुन्छ यहाँ अब फाइनली हामी गाउँ आइपुगेका छौँ हाम्रो बिहानको यात्रा सकिसकेको छ अब गाउँ आइपुग्यो घर आइपुग्यो अब यिनीहरूलाई मिठो मिठो खाना खुवाउनु पऱ्यो होइन डाइट खुवाउनै पऱ्यो बिहानको यात्रामा गएर आइसकेपछि फेरि भोक पनि लाग्यो होला तिर्खा पनि लाग्यो होला यिनीहरूलाई अब सबैभन्दा राम्रो र खुसीको कुरा चाहिँ के छ भने यसो घुमाएर ल्याउँदाखेरि चाहिँ यिनीहरू भोक लागिरहेको हुन्छ खाने मन लागिरहेको हुन्छ अनि यिनीहरूलाई मिठै दिनुपर्छ भन्ने हुँदैन क्या अब जे पाकिरहेको छ त्यही दियो भने मजासँग खान्छ
यही हो उहाँ चाहिँ यस्तो छ म्याक्स र प्रिन्सको गाउँ अब चम्टिन खोज्छ यसलाई बलले समात्नु पर्ने हुन्छ घर आइपुग्यो हामी घर आइपुग्यो म्याक्स कुमार र प्रिन्स कुमार प्रिन्स ल ल ल ल माथि जाऊ तिमी माथि जाऊ पक जा माथि जा ल सिधै जो 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 माथि जा जाऊ 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 माथि यो चाहिँ फेरि यहाँ आएर आँगनमा भुल्या भुलेको छ जा गर्छ छु माथि चढ माथि जा जा यो भर्याङ चढ्न सक्दैन नि त यो फुच्चे त्यही भएर उठाएर लानुपर्ने हुन्छ म्याक्स कुमारनिर कुरिरहेछ उसको छोरालाई बिहानको लामो यात्रापछि थाकेछ यो प्रिन्स मजाले पल्टिरहेछ घाममा मजासँग पल्टिरहेछ अब म यिनीहरूको ब्रेकफास्ट बनाएर दिन्छु यसलाई दुध खुवाउनु पर्ने छ है म्याक्स पनि थाक्यो जस्तो छ थाक्यो बिहानैको त्यो वकपछि केही आरामपछि अब यिनीहरूलाई चाहिँ ब्रेकफास्ट दिनुपर्ने छ है मजासँग सुतिराखेको छ मैले अघि नै ब्रेकफास्ट चाहिँ चिसो बनाएर राखेको थिएँ यो प्रिन्स कुमारको लागि है प्रिन्स कुमारको लागि यो ब्रेकफास्ट बाख्राको दुध अनि डग फुड यिनीहरूलाई लामो यात्रामा हिँडाएर मात्र हुँदैन यिनीहरूलाई खाना पनि राम्रो दिनुपर्ने हुन्छ अनि यसको शारीरिक कसरत त्यसपछि खानेकुराहरू ठ्याक्क मिल्यो भने चाहिँ अब राम्रो हुन्छ भन्ने चाहिँ हाम्रो सोच हो के अरे अब मजासँग खान्छ अरे यो खान्छ है यो पछि अनि म्याक्सको लागि भनेर बनाएको त्यो मकैको पिठोको खोलेर कुखुराको खुट्टा टाउकोहरू छ अरे त्यो पनि दियो भने खान्छ अब भन्न त भनिन्छ नि यो मासुहरू त्यति दिनुहुन्न भनेर अब यो ज्यादै मासु खाने जाँदो त्यति साह्रो फरक चाहिँ के पर्दैन कि जस्तो लाग्छ है फेरि अब हुन त कसैले फेरि अनुभवको हिसाबले भन्यो होला यसमा अन्डा पनि एउटा हालिदिएको थियो कि काँचो अन्डा मजासँग खास केटाले हेर घाँटीतिर सबै म्याक्सले लछारेर है म्याक्सले घाँटीमा समातेर खेल्दाखेरि चाहिँ पुरै चिसो हुने रहेछ डन काजी सुतिरहेछ यहाँ के हो केरा के हो बुझो ए कस्तो अटिरहेछ यो चाहिँ म्याक्सको लागि है म्याक्सको लागि बनाएको म्याक्सलाई मात्रै होइन यो प्रिन्सलाई पनि दिने गर्छु मैले यसलाई दिएन भने फेरि मन दुखाउँछ फेरि ल उसलाई पुगेको छैन फेरि
यिनीहरूलाई चाहिँ पुरा प्राकृतिक तरिकाले नै पालन पोषण गर्नुपर्छ भन्ने चाहिँ मेरो मान्यता है। अब ठिक छ, अब त्यो डक्टरी हिसाबमा यो मासुले केही गर्ला फेरि पनि। अब प्राकृतिक हिसाबले यिनीहरू चाहिँ मासु हड्डी खाएर नै हुर्किने भएकोले गर्दाखेरि घट्टामा पिनेको पिठोको खोलेमा मासु हालेर दिँदाखेरि राम्रै आउँछ, राम्रै नतिजा आउँछ। त्यस्तो बिरामी सिरामी केही हुँदैन। यो म्याक्सलाई त यसरी नै दिएर हुर्काएको हो अरे। अब यसको नतिजा तपाईँहरूले देखिरहनु भएको नि छ। यसलाई टाइमिङ चाहिँ मिलाएर दिनुपर्ने हुन्छ है। फेरि लगातार मासु दिँदाखेरि अलिकति केही न केही असर त बढी नै गर्छ। बढी अब जे पनि बढी भयो भने अलिकति असर गर्ने हुन्छ नि। अब त्यसले गर्दाखेरि टाइम मिलाएर कहिले दुध, कहिले दही, कहिले सादा, कहिले मासुसँगै यसरी दिनुपर्ने हुन्छ। डराउँछ त्यो म्याक्सले थर्काउने भएर डराउँछ, आउँदैन। उसलाई जाने मन त लाग्छ नि, तर डराउँछ क्या। डर हुनु नि पर्छ। अब उसलाई पहिल्यै म्याक्सले पाठ सिकाइदिए जस्तो छ। खै पुग्यो तँलाई? पुग्यो 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 बिचरा डरले जानै सकिरहेको छैन छेउमा। त्यसले देखाइ खाइरहेछ। नजा 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 नजा। एउटा खाने, एउटा हेरेर बस्ने।